बत्ती भनेको धनीदेखि गरिबसम्मको व्यक्तिहरूले सर्वसाधारणले चाहिँ बाल्ने चिज हो। यो अहिले आधारभूत एउटा तपाईँको चिजभित्र परिसकेको बिजुली भएको हिसाबले गर्दाखेरि उज्यालो नेपाल पार्टीले के माग गर्दछ भन्दाखेरि यो चाहिँ अविलम्ब सरकारले चाहिँ 5% भ्याट चाहिँ र उद्योगीहरूले लगाएको 13% भ्याटहरू चाहिँ अविलम्ब सरकारले चाहिँ फिर्ता गर्नुपर्छ भन्ने अभियान अन्तर्गत भदौ 1 गतेदेखि उज्यालो नेपाल पार्टीले माइती घरबाट सुरु गरिएको यो जुन हस्ताक्षर महाअभियान चाहिँ आज दोलखा जिल्लामा पनि यो सदरमुकाम 7वटा चौकमा पनि आज 9 गतेबाट सुरु भएको अवस्था हो। यो चाहिँ हाम्रो 24 गतेसम्म हुन्छ र यो सरकारले फिर्ता नलिँदासम्म हामी यो मागलाई चाहिँ निरन्तर रूपमा चाहिँ अघि बढाउँछौँ। यो चाहिँ हामीले नेपालमा मात्र उत्पादन हुने र आत्मनिर्भर हुन सक्ने भनेकै बिजुली हो। बिजुलीमा चाहिँ हामी बढीभन्दा बढी खपत गरेर चाहिँ हामीले यसलाई उपभोग गर्नुपर्ने ठाउँमा जुन लगाउने काम गरियो, यसलाई नियन्त्रण गर्ने काम भयो, यो गलत भएको छ। र यहाँ म के आग्रह गर्न चाहन्छु भन्दाखेरि यहाँ मलाई एउटा तथ्य भन्न मन लाग्यो के भने हामीभन्दा गरिब देश भनौँ भुटान हामीभन्दा सानो र हामीभन्दा जनसङ्ख्याको हिसाबले एकदमै कम भएको के अरे देशमा पनि हाम्रो यहाँ प्रति व्यक्ति अहिले बिजुली खपत भनेको 465 छ। अहिलेको लेटेस्ट रिपोर्ट अनुसार 465 युनिट छ एउटा व्यक्तिले खर्च गर्ने भनेको लगभग जबकि तपाईँको भुटानमा 12,000 आसपासमा चाहिँ 12,000 समथिङ छ। भनेपछि हामीभन्दा कति गुणा चाहिँ त्यहाँ खपत भएको छ। त्यही भएर देश समृद्ध बनाउने हो भने चाहिँ बिजुली बढी खपत गर्नु पर्यो। जति धेरै बिजुली खपत गर्न सकिन्छ त्यति धेरै देश चाहिँ समृद्ध हुन्छ भन्ने चाहिँ हाम्रो समृद्धिको जुन नारा छ त्यसको विपरीत हुन जाँदाखेरि चाहिँ यो चाहिँ हामीले अरू कुराहरूमा अहिलेसम्म हामी सरकारलाई चाहिँ 100 दिनमा पनि हामीले केही पनि विरोध नगरिकन र समर्थन गर्दै आइरहेको अवस्थामा यो कुरामा चाहिँ हामीले समर्थन गरिरहन सकेनौँ। र अहिले हामी यो चाहिँ सरकारले अहिले 150 दिन बित्दै गर्दाखेरि पनि यो विषयमा चाहिँ तत्काल केही सम्बोधन नगरेको हुँदाखेरि हामी चाहिँ यो अलि सडकमा आएर यो हस्ताक्षर अभियान चाहिँ सञ्चालन गरिरहेका छौँ। धन्यवाद।